धेरै युग पहिलेको कुरा होइन, हाम्रै समाजसँग मेल खाने मणिकाञ्चन नामको एउटा सम्पन्न नगर थियो। त्यस नगरको पूर्वी दिशामा जहाँ बिहानको सूर्यको पहिलो किरण पर्दथ्यो, त्यहाँ एउटा भव्य र सुन्दर भवन थियो, श्रीनिवास। यो घर केवल ईटा र ढुङ्गाको थुप्रो थिएन, यो संस्कारको मन्दिर थियो। घरका मालिक थिए सेठ धर्मदत्त र उनकी अर्धाङ्गिनी माता सुशीला। सत्ययुग सरहको त्यो घर, धर्मदत्तको घरमा बिहान 3 बजेदेखि नै चहल पहल शुरू हुन्थ्यो। सुशीला माता बिहानै उठेर स्नान गर्थिन्। उनले मूल ढोकामा गाईको गोबर र रातो माटोले लिपेर चौका पुर्याउँथिन्। तामाको लोटामा जल भरेर मूल ढोकाको दायाँ बायाँ छर्किन्थिन्। शास्त्र भन्छ, जहाँ बिहानै ढोकामा पानी छर्किन्छ, त्यहाँ पितृहरू र देवताहरू खुशी भएर प्रवेश गर्छन्। त्यसपछि घरमा शंखको ध्वनि गुन्जिन्थ्यो। धर्मदत्त ठूलो स्वरले ओम नमो भगवते वासुदेवाय जप गर्थे। त्यो घरमा पस्ने बित्तिकै मानिसको मन शान्त हुन्थ्यो। भान्सामा पाकेको पहिलो रोटी गाईका लागि गौग्रास र अन्तिम रोटी कुकुरका लागि छुट्याइन्थ्यो। घरमा पाहुना आउँदा भगवान आए जस्तै स्वागत गरिन्थ्यो। यही पुण्यका कारण धर्मदत्तको व्यापारमा कहिल्यै घाटा लागेन। बाकसमा राखेको पैसा आफै बढे जस्तो हुन्थ्यो। घरमा रोगको नामोनिशान थिएन। समयको परिवर्तन र अहंकारको प्रवेश। समय बग्दै गयो। धर्मदत्त र सुशीलाले आफ्नो भौतिक शरीर त्याग गरेर परलोक गमन गरे। अब घरको चाबी र तिजोरीको साँचो छोरा विशाल र बुहारी रमाको हातमा आयो। विशाल र रमा नराम्रा मान्छे थिएनन्, तर उनीहरू आधुनिकताको नाममा संस्कारलाई अन्धविश्वास मान्न थालेका थिए। विशाल भन्थे, बुबाले धेरै पूजापाठ गरेर समय बर्बाद गर्नुभयो, म अब व्यापारलाई नयाँ उचाइमा पुर्याउँछु। रमा भन्थिन्, बिहानै 3 बजे उठेर को चिसो पानीले नुहाउँछ, दिनभर काम हुन्छ, म त आरामले 7-8 बजे उठ्छु। शुरूआतमा सानो सानो नियम टुट्यो, अनि बिस्तारै ठूला अपराधहरू हुन थाले। 1. निद्रा र सन्ध्याकालको अपमान। पहिले घरमा साँझको समयमा आरती हुन्थ्यो, धूप बलेर सुगन्ध फैलिन्थ्यो। तर अब साँझको 6 बज्दा जब सूर्य अस्ताउँदै हुन्थे, विशाल कामबाट आएर सिधै ओछ्यानमा पल्टिन्थे। रमा पनि मोबाइलमा व्यस्त हुँदै ओछ्यानमै ढल्किन्थिन्। घरको मूल ढोका खुल्ला हुन्थ्यो, तर बत्ती बलेको हुँदैनथ्यो। घरभित्र अँध्यारो गुम्सिन्थ्यो। शास्त्रको नियम, गोधुली बेला भनेको महादेवका गणहरू र नकारात्मक शक्तिहरू घुम्ने समय हो। जुन घरमा दियो बल्दैन र मानिस सुत्छन्, ती नकारात्मक शक्तिले त्यो सुतेको मानिसको आयु र तेज तान्छन्। विशाललाई अब सधैँ भारीपन महसुस हुन थाल्यो। एक रातको घटना हो। विशाल व्यापारमा थोरै घाटा खाएर तनावमा आएका थिए। रमाले बडो प्रेमले दाल, भात र तरकारी पस्किन्। विशाल खान बसे। पहिलो गाँस मुखमा हाल्न साथ उनी चिच्चाए, यो दाल हो कि पानी? न नुन छ न मसला। दिनभर घरमा बसेर यति पनि गर्न सक्दिनौ। रिसको झोकमा उनले थाल नै उचालेर आँगनमा हुत्याइदिए। भात छरियो, दाल बग्यो। त्यो अन्नको अपमान देखेर रमा रोइन्। त्यो फ्याकिएको भातमा कुकुर र झिंगा भन्किए। परिणाम, जसले अन्नलाई लात हान्छ वा फ्याक्छ, उसको घरबाट बरकत, समृद्धि सधैँको लागि रुष्ट हुन्छन्। त्यस दिनदेखि घरमा जति पैसा आए पनि महिनाको अन्त्यमा हात खाली हुन थाल्यो। विशालको स्वभाव अब चिडचिडा भइसकेको थियो। उनी सानो कुरामा रमालाई गाली गर्थे, कहिलेकाहीँ त हात पनि उठाउन खोज्थे। घरका भित्ताहरू जहाँ पहिले मन्त्र गुन्जिन्थ्यो, अब त्यहाँ चिच्याहट र रोदन गुन्जिन थाल्यो। रमा हरेक रात सिरानी भिजाएर सुत्थिन्। माता लक्ष्मी भन्नुहुन्छ, नारी मेरो प्रतिरूप हुन्। जुन घरको पुरुषले आफ्नी श्रीमतीलाई रुवाउँछ, त्यो घरको धन म रगत बनाएर बगाइदिन्छु, रोग वा दुर्घटना मार्फत। रमा पनि अब डिप्रेसनमा थिइन्। उनलाई काम गर्न मन लाग्दैनथ्यो। बेलुका खाएका जुठा भाँडा, मासुका टुक्राहरू भान्सामा रातभरि त्यत्तिकै रहन्थे। भोलि बिहान काम गर्ने मान्छे आएर माछे भन्दै उनी छोड्थिन्। रातको सुनसानमा ती जुठा भाँडामा साना किरा, साङ्ला र मुसाहरू सलबलाउँथे। त्यो जुठोबाट निस्कने दुर्गन्धले घरको सकारात्मक ऊर्जालाई खाइदियो। राहु र केतुको प्रभाव बढ्यो। भाग 4, विनाशको दृश्य, त्रास र रोग। यी गल्तीहरूको फल 6 महिनाभित्रै देखिन थाल्यो। विशाल र रमालाई राति सुत्दा छातीमा कसैले थिचेको जस्तो अनुभव हुन्थ्यो। एक्लै कोठामा बस्दा कोही पछाडि उभिए जस्तो लाग्थ्यो। यो भूत प्रेत थिएन, यो घरको नकारात्मक ऊर्जाको चाप थियो। विशालको गोदाममा अचानक सर्ट सर्किट भएर आग लागि भयो। बीमाको पैसा लिन वकिललाई घुस दिँदा दिँदै आधा सम्पत्ति सकियो।
रमालाई अनौठो पेटको रोग लाग्यो। डाक्टरले पत्ता लगाउन सकेनन्। विशाललाई उच्च रक्तचाप र अनिद्राको रोग लाग्यो। घर औषधिको गन्धले भरियो। त्यो निर्णायक रात। एक रात औँसीको कालो रात थियो। बाहिर कुकुरहरू रोइरहेका थिए। विशाल निदाउन सकेका थिएनन्। छटपटी भइरहेको थियो। अचानक उनको आँखा लाग्यो र उनले एउटा अत्यन्त स्पष्ट र डरलाग्दो सपना देखे। सपनाको विवरण: उनले देखे कि उनको घरको त्यो भव्य श्रीनिवास भवन पुरानो र जीर्ण भइसकेको छ। घरको मूल ढोकामा दुई अलौकिक स्त्रीहरूको भेट भयो। एक स्त्री जो सुनौलो र रातो वस्त्रमा थिइन्, तर उनको लुगा ठाउँ ठाउँमा च्यातिएको थियो, गहनाहरू खस्दै थिए र उनी रुँदै घरबाट बाहिर निस्किँदै थिइन्। उनको हातमा एउटा कलश थियो जुन घोप्टिएको थियो, अर्थात् भाग्य पोखियो। अर्की स्त्री अलक्ष्मी, दरिद्रता, जो कालो वस्त्रमा थिइन्, कपाल फिजारिएको, आँखा रातो, दाँत बाहिर निस्केको र हातमा फलामको डण्ठा र पुरानो कुचोलिएकी थिइन्। उनी जोडले हाँस्दै भित्र पस्दै थिइन्। अलक्ष्मीले सोधिन्, दिदी लक्ष्मी, यो घर त तपाईको प्रिय थियो। हजुरबाको पालादेखि आज किन भाग्दै हुनुहुन्छ? माता लक्ष्मीले भक्कानिँदै भन्नुभयो, हे अलक्ष्मी, म बस्न चाहन्थे, पर मलाई यहाँ बस्ने कुनै ठाउँ नै बाँकी राखेनन्। म पवित्रतामा बस्छु। यहाँ भान्सामा रातभरि जुठो र हड्डी हुन्छ। त्यो दुर्गन्धले मेरो श्वास रोकिन्छ। म शान्तिमा बस्छु। यहाँ श्रीमान श्रीमतीको झगडाले मन्दिर थर्किसक्यो। त्यो कोलाहलमा म बहिरो भए। म प्रकाश हुँ। यहाँ सन्ध्याकालमा बत्ती बल्दैन। उल्टै यिनीहरू सुतेर मेरो अपमान गर्छन्। सबैभन्दा ठूलो कुरा, यस घरको बुहारीको आँसुले मेरो पाउ पोल्छ। त्यसैले म जाँदैछु। अब यो खण्डहर तिम्रो भयो। अलक्ष्मीले विकराल हाँसो हाँस्दै भनिन्, धन्यवाद दिदी। अब हेर्नुस् म के गर्छु। म यिनीहरूको बुद्धिमा यस्तो भ्रम हाल्दिन्छु कि यिनीहरूले सही निर्णय लिनै सक्दैनन्। म यिनीहरूको शरीरमा रोग बनेर बस्छु। कमाएको सबै पैसा डाक्टरलाई बुझाउन बाध्य पार्छु। म यिनीहरूको घरको कुना कुनामा डर भरिदिन्छु। आफ्नै घरमा यिनीहरू डराई डराई बाँच्नेछन्। यति भन्दै अलक्ष्मीले विशालको छातीमा लात हानिन्। बचाऊ बचाऊ भन्दै विशाल चिच्चाएर बिउजिए। उनी पसिना पसिनाले भिजेका थिए। मुटु जोरले धड्किरहेको थियो। बिहानको 4 बजेको थियो। उनी दौडिँदै रमा भएको कोठामा गए। रमा पनि निद्रामा बरबराउँदै थिइन्। विशालले रमालाई उठाएर रोए। उनले भने, रमा, मलाई माफ गरिदेऊ। मेरो अहंकारले हामीलाई सडकमा ल्यायो। आज राति मैले साक्षात लक्ष्मी गएको र दरिद्रता आएको देखे। रमा पनि रोइन्। दुवैले महसुस गरे कि उनीहरूको घर केवल ईटाको घर होइन, यो जीवित छ। त्यही क्षण उज्यालो नहुँदै उनीहरू उठे। दुवै मिलेर घरको कुना कुना बढारे। माकुराको जालो हटाए। भान्सामा थुप्रिएको जुठो तुरुन्तै सफा गरेर बाहिर फ्याँके। एक बाल्टी पानीमा सिधै नुन हालेर घरभरि पोछा लगाए। नुनले नकारात्मक ऊर्जा सोच्छ। विशालले नुहाएर धोती लगाए। सुकेको तुलसीको मोठमा पानी हाले। रमाले दियो बालिन्। त्यस दिन रमाले आफ्नै हातले सात्विक भोजन पकाइन् र पहिलो घाँस गाईलाई दिइन्। त्यस साँझ विशाल छिटै घर आए। घरको मूल ढोकामा दुवैतर्फ दियो बलिरहेको थियो। घरमा झगडाको सट्टा भजनको धुन थियो। विशालले रमालाई भने, आजदेखि तिमी मेरी श्रीमती मात्र होइनौ, यो घरकी लक्ष्मी हौ। तिम्रो आँखामा आँसु आउनु भनेको मेरो विनाश हुनु हो। यसरी सुध्रिन झण्डै 3 महिना लाग्यो। बिस्तारै त्यो अज्ञात भय हरायो। विशालको रोकिएको काम बन्न थाल्यो। स्वास्थ्यमा सुधार आयो। माता लक्ष्मी तुरुन्तै त फर्कनु भएन, तर जब उनीले देख्नुभयो कि अब यस घरमा पवित्रता, प्रेम र सम्मान छ, उहाँ सन्तोष र सुखको रूपमा पुनः प्रवेश गर्नुभयो। तपाईको घरमा पनि यदि धनहानि, रोग र त्रास छ भने कतै तपाईले पनि श्रीनिवासमा जस्तै गल्ती त गरिरहनु भएको छैन? याद राख्नुहोस्, घरको भान्सा र मूल ढोका सफा नभएसम्म र घरकी नारी खुशी नभएसम्म करोडौं कमाए पनि त्यो पैसा बालुवामा पानी हाले सरह हुन्छ। के तपाई आजै साँझ आफ्नो मूल ढोकामा दियो बालेर माता लक्ष्मीलाई स्वागत गर्न तयार हुनुहुन्छ?